हेलो एन्ड नमस्ते वेलकम टु माई रेजना सिटी ब्लग। हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। सो गाइज, हजुरहरूलाई चाहिँ चैते दसैँको शुभकामना छ। हामी चाहिँ अहिले भिरपुस्तुङ जान आँटेको गाइज। हामी रेडी भइसक्यौँ र अब हामी गाडीमा चढ्नेवाला छौँ गाइज। सो गाइज, अहिले चाहिँ हामी दिङदिङ आइसक्यौँ। यो चाहिँ दिङदिङ गाउँ हो कि गाइज, हेर्न सक्नुहुन्छ कति राम्रो छ वरिपरि हरियाली। हामी दिङदिङ आएपछि अब लाग्नुपर्ने हुन्छ। त्यसपछि हामी बाहुनडाँडा पुग्यौँ गाइज। यो चाहिँ बाहुनडाँडा हो। हामी चाहिँ अहिले बाहुनडाँडा आइसकेको थियौँ गाइज। यहाँतिर पनि बाहुनडाँडाको मान्छेहरू पनि जान लाग्नु भएको रहेछ गाइज। सो हामी चाहिँ बाहुनडाँडा कटिसक्न लागेको थियो नि त गाइज। अनि यो बाहुनडाँडा कटिसकेपछि चाहिँ अनि हामी फेरि भिरपुस्तुङको आधी हुन्छ नि बाटोतिर आइपुगेको थियो। अनि हामी फेरि अब चाहिँ भिरपुस्तुङ आइपुग्न लागेको थियो गाइज। यो चाहिँ भिरपुस्तुङको गेट हो गाइज, हेर्न सक्नुहुन्छ वेलकम गेट। हामी चाहिँ भिरपुस्तुङमा आइपुगेको थियो। हेर्न सक्नुहुन्छ यहाँको वेदर कति राम्रो थियो कि फर्स्टमा जाँदाको वेदर जस्तो राम्रो थियो। ऐना हेर्दै गयो। अहिले चाहिँ मुखसुख धोएर त्यसपछि हामी सिँढी चढ्न लाग्यो। यो चाहिँ पूजा गर्ने सामान हो गाइज। सिँढी चढ्न कति गाह्रो भएको थियो कि हामी खाली पेट थियो नि त। अनि भोक लागेको थियो, त्यही भएर हँसाउँदै सिँढी चढ्दै थियौँ गाइज हामी चाहिँ। अनि त्यसपछि हाँस्दै रमाइलो गर्दै गयौँ कि सिँढी चढ्दै। यो चाहिँ फेरि मन्दिरको वेलकम गेट हो गाइज, हेर्न सक्नुहुन्छ कति राम्रो के। हजुरहरू पनि आउन सक्नुहुन्छ भिरपुस्तुङमा। यति रमाइलो छ कि गाइज, यति रमाइलो छ। अहिले चाहिँ हामी छिटो गएको भएर मान्छेहरू थिएन, हेर्न सक्नुहुन्छ अलिअलि मात्रै थियो कि मान्छेहरू। अनि त्यसपछि हामी चाहिँ भ्यूहरू भिजिट गर्दै थियौँ कि। अनि त्यसपछि एउटा दुईवटा फोटो खिच्यौँ म र दिपुले। अनि त्यसपछि हामी त लालीगुराँस टिप्न गएको थियो कि उसको पारा देखेर लास्टै हाँसो उठ्याएको थियो। यति हुन्छ नि यति गाह्रो भएको थियो। हामी चाहिँ पुरानो बाटो गएको भएर यस्तो डट्टी बाटो थियो कि त्यस्तो बाटो हिँड्न परेको। अनि त्यसपछि बल्ल बल्ल रोड आइपुगेको। यो रोड चाहिँ अब हुन्छ नि भर्खर खनेको, अनि पानी परेको भएर अनि यस्तो थियो कि रोडको हालत चाहिँ भर्खरको त्यो कमलो माटो टाइपको थियो कि। अनि हामीले चाहिँ लालीगुराँस देखिसकेको थियो गाइस, त्यहाँ माथितिर थियो। अनि त्यो देखेको भाइहरूले चाहिँ मलाई यो दाइ त अघिदेखि भिडियो बनाइछ भनिरहेको थियो। मलाई चाहिँ लाटो हाँसो उठिरहेको थियो कि दाइ भन्दा चाहिँ। यो चाहिँ लालीगुराँसहरू हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ जङ्गल यस्तो दुःख गरेर गएको थियो कि लालीगुराँस टिप्न कति गाह्रो हुन्छ होइन। माग्ने मान्छे चाहिँ मलाई ले भनेर कति हुन्छ नि गाली गरी माग्नुहुन्छ कि हुँदैन नि यस्तो छ उस्तो छ भन्दा नि यस्तो हालत भइ गएको थियो कि। वाइट कलरको कभर लगाएको थियो, सबै फुल भएको थियो। मेरो हालत यस्तो थियो कि। अनि फुल देखेपछि फेरि यति हुन्छ नि त्यस्तो हालत बिर्सिसक्ने कि। अनि हामी चाहिँ यति धेरै फुल लिँदै गएको थियो। अनि यहाँ चाहिँ पूजा गरिसक्नु भएको रहेछ फुपूहरूले चाहिँ। अनि भाउजू साथी अनि हामीले फोटो खिच्यौँ एकछिन। अनि हाम्रो ग्रुप फोटो थियो यो मेरो र दिपुको। अनि फेरि हामी मन्दिरतिर आयौँ। अनि यहाँ चाहिँ त्यो मन्दिरमा के भन्छ बक्कल हाल्ने हुन्छ नि त। अनि त्यो फर्स्टवाला काट्न लाउनु भएको थियो कि त्यसको लागि चाहिँ त्यो मान्नुपर्ने हुन्छ, मानेपछि काट्यो। अनि त्यसपछि हामी चाहिँ गफसप गर्दै बसिरहेको थियौँ। अनि फेरि हामी चाहिँ पूजा गर्नलाई पनि जानुपर्ने हुन्छ नि त। एकछिन दिपुलाई हाँस्न भनेको हाँस्यो कि हाम्रो पारा। अनि फेरि पानी परिरहेको थियो यतातिर। अनि पानी पर्ने कहिले घाम लाग्ने, अनि कस्तो झ्याउ लागिरहेको थियो कि। अनि पन्चाब ल्यायो कि त्यसपछि पानी पर्दा कति रमाइलो देखेको थियो। सुलभ भाइहरूको थियो कि सुलभ भाइहरूको
घरको चाहिँ पन्जाबले चाहिँ सुलभ भाइ पनि छ। अनि यहाँ चाहिँ दिदीहरू आन्टीहरू हुन्छन् सबैजना सोलीहरू अनि त्यो भक्कल पाठाहरू त्यो सबै लिएर आउनुभएको थियो कि दिदीहरूले बिचरा यति हुन्छ नि उकालोमा गाह्रो हुन्छ नि त। अनि यो रागो पनि भक्कलमा हाल्छ नि त, यो चाहिँ रागो पनि थियो, रागो पनि लिएर आउनुभएको थियो उहाँले। पछाडि चाहिँ हेर्न सक्नुहुन्छ भक्कल पाठाहरू थियो धेरै नै, पानी पनि परिरहेको थियो कि सिमसिम टाइपको, अनि पानी पनि परिरहेको थियो, पन्चगोले नि आइरहेको थियो। कस्तो रमाइलो भने के भने यहाँ हेर्न सक्नुहुन्छ सबैजना छाता उड्दै हेरिराख्नु भइरहेको थियो। यहाँ चाहिँ अरू भ्लगरहरू पनि हुनुहुन्छ, त्यहाँ चाहिँ उज्जवल पनि रहेछ कि उज्जवल। अनि यता हेर्न सक्नुहुन्छ हाम्रो सुनिल दाइलाई चिन्नुहुन्छ होला, इन्टरभ्यू लिनु भइरहेको थियो। अनि हामी पनि पूजा गर्न थाल्यौँ। अनि यता दिपु थियो, उता दिपुको मम्मी अनि म हामी मिलेर पूजा गऱ्यौँ। अनि हामी पूजा गरिसकेपछि यहाँ तल हेर्न सक्नुहुन्छ नाच्नु भइरहेको थियो, दिदी आन्टीहरू अङ्कलहरू सबैजना मिलेर एकदम रमाइलो हुन्छ कि यहाँतिरको कल्चर यस्तै हो, पन्जाबीले लानुहुन्छ नाच्ने गाउने रमाइलो गर्ने भनौँ न, एकदम रमाइलो हुन्छ कि एकदम रमाइलो। सो गाइज हामी चाहिँ यहाँबाट अब तल जान लाग्यो होइन, लास्टै भोक लाग्थ्यो कि अनि खाजा खानु परेन त, अनि त्यही खाजा खानलाई गएको थियौँ। अनि त्यसपछि हामीले चटपटी खायौँ गाइज सबै मिलेर, आमाहरू साथीहरू हामी सबै मिलेर छाता वरिपरि एउटा छाता वरिपरि सबैजनाले चटपटी खान लाग्थ्यौँ कि हामीले। तर कस्तो मिठो थियो कि चटपटी, आन्टीलाई चाहिँ मान्नुपर्छ है, लास्टै मिठो बनाउनु भएको थियो। अनि त्यहाँ अर्को ब्लगर नि कराइरहेको थियो। अनि हामी चाहिँ गाडीमा चढेर घर फर्किन आँटेको गाइज, हामी 4जना चाहिँ छतमा बस्नेवाला हो कि। सो अर्को ब्लगरले नि ब्लग बनाइरहेको थियो गाइज। यहाँ तल चाहिँ गाइज भक्कल पाखा ल्याएर नि फुलपाल गरिसक्नु लाउनु भइसकेको रहेछ कि। यता अर्को ब्लगर नि भनौँ न भिडियो बनाउँदैछ, यहाँ हाम्रो गफ पनि भइरहेछ गाइज। हामी चाहिँ अब घर जान आँटेको नि त। सो हेर्न सक्नुहुन्छ यहाँको बाटोहरू यस्तो थियो, अनि पानीहरू पनि परिरहेको थियो नि त, त्यही भएर पनि यस्तो भएको होला। यहाँ चाहिँ तल बाहुन्डरा छ गाइज, हामी अहिले चाहिँ बाहुन्डरा आइसक्यौँ, यो चाहिँ स्कुल हो ल बाहुन्डराको। अनि त्यसपछि हामी ठुलबेसीतिर आइपुग्यौँ गाइज। अनि पानी परिरहेको थियो कि त्यही भएर टोपी लगाइदिएको अनि फेरि फुकालिदिएको। अनि हामी चाहिँ अब साथीहरू भेट्नुपछि त हुन्छ नि गफ गर्दै थियौँ कि गाइज। यो चाहिँ हेर्न सक्नुहुन्छ ठुलबेसीको मकै बारी, अब केही दिनमा हामी मकै पनि गोड्नेवाला छौँ। हेर्न सक्नुहुन्छ हामी चाहिँ हाम्रो घरतिर आइपुग्यौँ। अब हामी चाहिँ झर्नुपर्ने हुन्छ। मेरो पैसा गयो गाइज 500 रुपियाँ, मेरो पैसा गयो भन्दै कराइरहेको थियो। उहाँ चाहिँ फुपूहरूलाई नि बाई गरिदियो, त्यसपछि दिपुलाई नि बाई गरिदियो मैले। अनि म र विनायक मात्रै थियो, हामी चाहिँ गफ गर्दै हिँडिरहेको थियौँ। अनि गफ गर्दै हिँड्ने क्रममा अनि उसले चाहिँ हिलो कुल्चिया रहेछ कि, अनि मेरो चप्पल यस्तो सेतो अनि फोहोर भयो, दाग लाग्यो के भन्दै थियो। यो चाहिँ आमासम्म घर गाइज, यसको ठ्याक्क पारी चाहिँ हाम्रो घर छ, यो चाहिँ हाम्रो घर हो गाइज। ऊ चाहिँ अघि लाग्यो, ऊ चप्पल हेर्दैछ कि गाइज फोहोर लाग्यो भन्दै, हेर न यस्तो सेतो चप्पल फोहोर लाग्यो भन्दै हिँडिरहेको थियो। अनि मैले यो त यस्तै हो अब छोडिदेऊ भनेर हिँडिदिएँ, म चाहिँ अगाडि, ऊ चाहिँ पछि हिँडिरहेको थियो। अनि त्यसपछि अब मेरो पनि घर आइसक्यो नि त, त्यही भएर बाई गरिदियो उसलाई, उसले नि बाई गरियो, म पनि घरतर्फ लाग्यो गाइज। आज चाहिँ हाम्रो घरमा पाहुना थियो कि पाहुना खानदिने गरेको थियो, त्यही भएर म छिटो घरमा गएर अनि कपडा लगाएर रेडी भएँ, झाडु भयो नि त, अनि अलिअलि काम सघायो। त्यसपछि पाहुना भएको कारणले गर्दा म चाहिँ चाँडै नै, म पनि फेरि आज दसैँ हो नि त गाइज, दसैँ यहाँ मामा घर छ, हेर्न सक्नुहुन्छ मामा घरमा खानालाई
जान लाग्छु। सो गाइज अझै काम धेरै नै बाँकी छ। म चाहिँ खाना खाएर फेरि फर्किनु पर्ने हुन्छ गाइज। घरमा पनि पाहुना छन् त। सो आजको लागि यति नै गाइज, बाई बाई।